म चाहिँ जङ्गलमा गएर चाहिँ तपाईँको तपस्या गर्थेँ। 6, 7, 8 दिन लगातार पनि बसेर तपस्या गरेँ। वृन्दावन पनि गएँ। वृन्दावन गएर वहाँ पनि भगवान पाइन्छ नि भनेर यस्तो यो हाम्रो टाउकोहरू खुर्किएर होइन, अब कण्ठीमाला लगाएर भगवान खोज्नको लागि चाहिँ त्यहाँ पनि गएँ। मलाई भगवानको चाह एकदमै थियो र ममा रोगहरू पनि थियो, थुप्रै रोगहरू थियो। म चाहिँ अब पहिला ठुलो पहाड पनि खसेको हो र त्यो पहाडबाट खसेको कारणले चाहिँ मेरो चाहिँ लगभग जो दिमागले काम गर्थेन, टाउकोले पनि काम गर्थेन होइन, शरीरका नसाहरू पनि जाम हुन्थे। अब चल्न त चल्थ्यो तर त्यस्तरी काम गर्थेन। र जुन त्यो टाउको दुख्ने समस्या थियो नि, त्यो समस्या चाहिँ मन्त्र जाप गर्दाखेरि उहाँको सत्सङ्गहरू आरतीहरू सुन्दा नै मेरो चाहिँ लगभग 3-4 दिनदेखि नै कम हुँदै गयो र तपाईँको 1-2 महिनामै त्यो टाउको दुख्ने समस्या हरायो। हेर्नुहोस्, मेरो शरीरमा जुन पिपहरू दुख्ने समस्या थियो नि, अहिले मेरो शरीरमा त्यस्तो केही समस्या देखिएको छैन। हेर्नुहोस्, एकदमै म आराम छु, ठिक छु। भगवानको दयाले मैले भगवानको भक्ति गरिरहेको छु, त्यसमा केही समस्या छैन। ब्रह्मा विष्णु महेशको चाहिँ सन्त रामपालजी महाराजले उनीहरूको भक्ति छुटाउनुहुन्न, बरु उनीहरूको चाहिँ सही विधि कसरी हो त, उनीहरूको साधना कसरी गर्ने हो र कुन स्तरमा कसरी गर्नुपर्छ, हाम्रो ब्रह्माजीको साधना कसरी गर्ने, विष्णुजीको साधना कसरी गर्ने, शिवजीको साधना कसरी गर्ने, यिनीहरूको चाहिँ हजुर वास्तविक रूपमा चाहिँ मूल मन्त्र बताउनुहुन्छ। त्यो मन्त्र चाहिँ सन्त रामपालजी महाराज दिनुहुन्छ।